नमस्कार, म धनबहादुर तामाङ। धनबहादुर तामाङ जो साक्पा गुरु हुनुहुन्छ उहाँको हजुर आफन्त होइन के पर्नुहुन्छ? आफन्त हामी साथीभाइ आफन्त छिमेकी। हजुर यो यहाँसम्म आएर यहीँ चाहिँ ध्यान गर्नुपर्छ भन्ने जुन खालको उहाँ आउनु भएको छ नि होइन, यो त घनघोर जङ्गलको बिचमा छ। यो उहाँ आफैले लोकेसन चाहिँ भनौँ न छान्नु भएको हो? उहाँले काठमाडौँ हुँदा नै उहाँले जिल्ला चाहिँ हामीले भन्नुभएको थियो सिन्धुली जिल्ला भनेर, तर उहाँले नै लोकेसन ट्र्याकिङ गरेर उहाँले नै आउनुभएको हो। उहाँका तपाईँहरूको घर त सैलुङ दोरुम्बा गाउँपालिका हो नि होइन? दोरुम्बा सैलुङ गाउँपालिका। हजुर, दोरुम्बा सैलुङ। उहाँबाट सिन्धुलीसम्म आउनुभयो होइन ठाउँ खोज्दै? हामी प्राय काठमाडौँ रहन्छौँ र गाउँमा पनि बस्छौँ। यहाँ आउने बेलामा चाहिँ हामी काठमाडौँबाट सिधै यहाँ आयौँ र उहाँले काठमाडौँबाटै आउनु? हजुर, काठमाडौँबाटै आयौँ हामी। उहाँले जस्तै यहाँ हामी जो आयौँ माथिबाट निकै नै कठिन थियो, त्यहाँ बाटोहरू होइन एकदम हिँड्न कठिन थियो। त्यो बाटोमा उहाँहरू कसरी उहाँले चाहिँ तपाईँहरूलाई यहाँसम्म यो ठाउँमासम्म ल्याउनु भयो? सुरुमा चाहिँ अहिले जुन हजुरहरू आउनुभयो त्यो बाटो हामी आएका होइनौँ, यता अपोजिट यता पारीको बाटोबाट आयौँ र उहाँ चाहिँ अलिक सहजै बाटो एकदम अप्ठ्यारै थियो, पहरा भिर पाखाहरू थियो। उहाँ अलि अगाडि आउनुभयो, उहाँ अलि सहज तरिकाले नै। अब हामीलाई चाहिँ अलिअलि अप्ठ्यारो भयो, असहजता त भयो, हामी उहाँलाई पछ्याउँदै हामी पछि आयौँ। अब 49 दिनसम्म नै यसरी नै उहाँको लगातार ध्यान तपस्या पूजा लगायत गर्नुहुनेछ उहाँले। तपाईँहरूसँग बोल्नुहुन्छ? हामीसँग बोल्नुहुन्न। हामीसँग केही पूजा सामग्रीहरू आवश्यक पऱ्यो भने हामीलाई साङ्केतिक भाषाबाट उहाँले भन्नुहुन्छ र लेखेर भन्नुहुन्छ। अरू खासै बोल्नुहुन्न हामीसँग पनि। त्यो ध्यान उहाँको जुन उहाँ पहिला लामा हुनुहुन्थ्यो नि होइन? होइन, लामा पनि होइन उहाँ। विगत चाहिँ खास उहाँलाई 1 वर्ष अगाडिदेखि महाङ्कालको पुनर्जन्मको रूपमा, छैटौँ पुनर्जन्मको रूपमा भन्नुहुन्छ उहाँले। महाङ्कालको छैटौँ पुनर्जन्मको रूपमा उहाँ आउनुभयो। विगत 1 वर्ष अगाडिदेखि मात्रै उहाँ यो क्षेत्रमा, यो आध्यात्मिक क्षेत्रमा लाग्नुभएको, यो तान्त्रिक क्षेत्रमा लाग्नुभएको। त्योभन्दा अगाडि हामीलाई पनि थाहा छैन। उहाँ लामा सिक्नु भएको पनि होइन, कुनै पूजापाठ गरेर हिँड्नु भएको पनि होइन। त्यस्तै हामीले त्यहाँ तपाईँहरूलाई हामी भिडियोमा पनि देखाइरहेको छौँ दर्शकहरूलाई। त्यहाँ चाहिँ उहाँले लामा पनि पढ्नु भएको छ होइन, मन्त्रहरू पनि पढ्नु भएको छ। जो हामी बिल्वा भन्छौँ, त्यहाँ त्यो जुन बज्रा भन्छौँ, उहाँहरू त्यो पनि युज गर्नु भएको छ। छेउमा मैले देखेँ त्यहाँ त्रिशूल पनि छ होइन? अनि त्यहाँ अर्को जुन भगवान् छ, जो हामी नेपालमा भन्दा नि साउथ इन्डियनमा हामी फिल्मतिर चाहिँ धेरै देख्छौँ, त्यो भगवान्को फोटो पनि छ होइन? अनि जो थुर्मी भन्छ होइन, त्यो पनि राखिएको छ। अनि यो झाँक्री र लामाको कम्बिनेसन देखियो क्या। यो खास यो सबै कुराहरू उहाँ आफैले जुटाउनु भएको अथवा के हो खास? उहाँको चाहिँ छेउमा उहाँको भगवान्को फोटो हामीले देख्न सक्छौँ। उहाँ चाहिँ उहाँको गुरु, जो उहाँले अवतारको रूपमा उहाँले भन्नुभयो, जुन महाङ्कालको अवतारको रूपमा, त्यो चाहिँ उहाँको चाहिँ महाङ्काल देवताको फोटो राख्नु भएको हो। त्योसँगै उहाँको जति पनि सामानहरू छ त्यो चाहिँ हेर्दा झाँक्रीको जस्तो पनि र हेर्दा लामाको जस्तो पनि, तर उहाँ झाँक्री पनि होइन, लामा पनि होइन, र उहाँ छुट्टै उहाँ चाहिँ तान्त्रिक बौद्ध मार्गी हुनुहुन्छ। तान्त्रिक लामा र उहाँ चाहिँ बौद्ध मार्गी अन्तर्गत नमो बोधि मार्ग चाहिँ उहाँको मार्ग चाहिँ त्यो उहाँले भन्नुभएको छ। र उहाँले चाहिँ गुरुले भन्नुभएको नमो बोधि मार्ग हजुर। र उहाँ चाहिँ अहिलेसम्म भएको लामासँग पनि मिल्दैन उहाँको भाषा, र झाँक्रीसँग पनि मिल्दैन। उहाँको भाषा शैली फरक, बिल्कुल फरक। हेर्दा हामीलाई लामा भाषा जस्तो, हेर्दा झाँक्री भाषा जस्तो, तर उहाँको बिल्कुलै फरक, कोहीसँग पनि मिल्दैन त्यो भाषा। अलिक फरक खालको नै छ उहाँको। भनेपछि उहाँले जुन लामाहरूले जुन पुस्तक पढ्ने गरिन्छ, हामी छुइ भन्छौँ बुद्धिस्ट धर्ममा होइन, त्यो पढ्नुहुन्छ? उहाँले पुस्तक पढ्नु भएको छैन, सिक्नु पनि भएको छैन। तर लय चाहिँ अब लामाले पुस्तक पढ्नु भएको जसरी लय ल्याउनुहुन्छ, तर त्यो उहाँले बोल्नु भएको भाषा चाहिँ कोहीसँग पनि मेल खाँदैन। भनेपछि उहाँले चाहिँ महाकाल भगवान्को पुनर्जन्म छैटौँ पुनर्जन्म होइन उहाँ आउनुभएको भन्नुभएको छ। अरू बाँकी चाहिँ विस्तृत कुरा चाहिँ अन्तिम दिन कार्तिक 27 गते
प्रवचनको रूपमा उहाँले दिनुहुनेछ। त्यही दिन उहाँले चाहिँ विस्तृत रूपमा भन्नुहुनेछ। गएको असोज 9 गतेको ठिक 1 वर्ष अगाडि उहाँलाई महाकालको पुनर्जन्मको रूपमा देउता फुर्यो। फुरिसकेपछि उहाँको 3 दिन 5 दिन 7 दिन 14 15 दिन चाहिँ उहाँको ध्यान आफ्नै कोठामा निजी निवासमै बसेर उहाँले ध्यान पुरा गर्नु भइसकेपछि त्यो बेलामै 49 दिनसम्म एकान्त घनाघोर जङ्गलमा ध्यानको लागि तपस्याको लागि जानुपर्छ भनेर त्यो बेलामै उहाँलाई देउताले अराउनु भएको। त्यो पछाडि चाहिँ हामीसँग बाहिर हामीसँग भेट्दा गफ गर्दा कुराकानी गर्दा मलाई सहयोग गर्नुपर्छ भनेर भन्नुभएको थियो। तर डेट ठ्याक्कै त्यो बेलामा दिएको थिएन। गएको 6 महिना अगाडि मात्रै उहाँलाई डेट भगवान्ले नै उहाँलाई डेट दिनुभयो र 3 महिना पछाडि लोकेसन दिनुभयो र त्यही अनुसार त्यसलाई पछ्याउँदै उहाँ यहाँसम्म आइपुग्नु भयो। 49 दिन पछाडि चाहिँ उहाँको ध्यान पुरा हुन्छ हैन? ध्यान पुरा हुन्छ र सिद्धि प्राप्त हुन्छ। आशा छ, विश्वास छ उहाँ अब सिद्धि प्राप्त भएर अब ज्ञान प्राप्त भएर के भयो भन्ने कुरा चाहिँ अब उहाँले नै प्रवचन रूपमा भन्नुहुनेछ भन्ने आशा गरौँ। अब यो खोलाको किनारमा छौँ, बस्नु भएको छ हैन? दसैँ अगाडिकै कुराहरू हैन? अब त्यस बीचमा ठुलो बाढी पनि आयो, ठुलो पानी परेर हैन? यहाँ त्यस्तो केही भएन? यहाँ त्यस्तो कुनै खासै अब क्षतिहरू भएन। यहाँ पानी भलबाढी आयो कि आएन? भलबाढी आयो तर प्रभावित हुने गरी असर पर्ने गरी खासै आएन। केही भएन हामीलाई। अब तपाईँ बस्नुहुने रहेछ यहाँ हैन? गुरुको सहयोगीको रूपमा। अब यो जङ्गलको बिचमा चाहिँ हुन्छ नि यो खोला त्यस्तो तर्साउने हैन? त्यस्तो केही हुन्छ कि हुँदैन? हुँदैन। हामीलाई म सुरुदेखि 9 गतेदेखि लगातार आजको दिनसम्म म लगातार यहीँ छु। कुनै पनि दिन र कुनै पनि रात छुटेको छैन। आजको दिनसम्म त्यस्तो महसुस हुने गरी अहिले केही त्यस्तो तर्साउने हैन त्यस्तो केही सङ्केतहरू दिने त्यो अहिलेसम्म मलाई थाहा छैन। अब यो भिडियो हेरिरहँदा कुनै दर्शकहरूले तपाईँहरूमाथि प्रश्न उठाउन सक्छ हैन? जस्तै पहिला रामबहादुर बोमजन पनि यसरी नै ध्यानमा बस्नु भएको थियो। उहाँले आफ्नो भनौँ न जुन ज्ञान पनि प्राप्त गर्नुभयो भन्नुभयो। उहाँले फेरि आफ्नै धर्म पनि सिर्जना गर्नुभयो हैन? त्यस्तै अब साक्पा गुरुलाई पनि अब नयाँ धर्मको रूपमा देख्न सक्छौँ अथवा के हो? अब त्यो चाहिँ उहाँले धर्म नै नयाँ भन्ने चाहिँ होइन। अब धर्म भनेको कुरो चाहिँ एउटा बाटो, एउटा मार्ग हो भन्नुहुन्छ हैन? र उहाँले भन्नुभए अनुसार चाहिँ बौद्ध मार्गी नै हो। एक्स्ट्रा छुट्टै अर्कै धर्म भन्ने होइन। बौद्ध मार्गी अन्तर्गतको नमो बोधि मार्ग भन्नुभएको छ। हामीलाई यति चाहिँ जानकारी दिनुभएको छ। अरू बाँकी चाहिँ पछि नै भन्नुहुनेछ। र तान्त्रिक भन्नुभयो नि हैन? तान्त्रिक भनेको कारणले नि मैले सोधेको। उहाँले जस्तै यो भोग दिने काटमार गर्ने त्यस्तो त होइन नि हैन? त्यस्तो गर्नुहुन्न। उहाँ चाहिँ भोग दिने काटमार गर्ने कुनै पनि त्यस्तो क्रियाकलाप गर्नुहुन्न। उहाँको खास गरी उहाँले गर्नुहुने कार्यहरू भनेको चाहिँ ची हेर्ने भन्छौँ हामीले, जोखाना हेर्ने, विगत वर्तमान र भविष्य सबै उहाँले हेर्नुहुन्छ र ग्रह दशाहरू शान्ति गर्ने हैन? यो पूजापाठहरू गर्ने सबै कार्यहरू चाहिँ उहाँले गर्नुहुन्छ। केबाट हेर्नुहुन्छ? जस्तै लामाले त्यो पुस्तक छोइ भन्छौँ हैन? त्यहाँबाट हेर्ने गर्नुहुन्छ। झाँक्रीले अब त्यो चामल यता थालमा राखेर हेर्नुहुन्छ। उहाँले चाहिँ यो भविष्यवाणीहरू गर्दाखेरि केबाट चाहिँ हेर्ने गर्नुहुन्छ? उहाँले चाहिँ सबैभन्दा पहिला जुन व्यक्तिको हेर्नु पर्यो, उहाँ व्यक्तिको वास्तविक नाम, नागरिकताको नाम भन्नु पर्यो उहाँलाई। र त्यो नामबाट उहाँले चाहिँ ध्यान गर्नुहुन्छ। आँखा चिम्म गरेर उहाँले 1 मिनट 2 मिनट कति मिनट हुन्छ उहाँले ध्यान गर्नुहुन्छ। त्यो ध्यानबाट प्राप्त भएपछि त्यही कुरा चाहिँ उहाँले भन्नुहुन्छ। त्यो ध्यान गर्दा नै उहाँलाई त्यो व्यक्तिको सबै विषयवस्तु चाहिँ उहाँलाई थाहा भइसकेको हुन्छ र त्यही कुरा नै उहाँले भन्नुहुन्छ। ध्यानबाट चाहिँ उहाँले हेर्नुहुन्छ? नामबाट अनि ध्यान गरेर हेर्नुहुन्छ। यस्तो जो बिर्सन नसक्ने अथवा गाउँ समाजमा उहाँले भविष्यवाणी गरेर भएको केही हुन्छ नि त्यो चमत्कार भनौँ अथवा उहाँले जो बताउनु भएको थियो त्यो चिज भएको त्यस्तो कुनै घटना छ? हामीसँग प्रशस्तै उदाहरणहरू छ। जसमध्येमा हाम्रो दोरम्बा सैलुङ गाउँपालिका अन्तर्गत वडा नम्बर 2 जसको सुन हराएको थियो। विगत उहाँले त्यो बेलामा पत्ता लगाउनुभन्दा अगाडि 3-4 महिना अगाडि नै हराएको थियो।
त्यो सुन चाहिँ उहाँले जोखाना हेरेर पत्ता लगाएर त्यो सुन जस्ताको तस्तै घरमा फिर्ता ल्याइदिने सम्मको उहाँले पूजापाठ गरेर त्यो सुन चाहिँ पछि सुटुक्क लिनु भएन। त्यो चाहिँ प्रहरी चौकी सामु गएर जनप्रतिनिधिको रोहबरमा प्रहरी चौकीको रोहबरमा कागज गरेर मैले चोरेको हो, मैले लगेको हो र मैले गल्ती गरेँ, यो चाहिँ म फिर्ता दिन्छु भनेर गल्ती स्वीकारेर फिर्ता गरिएको रेकर्डहरू हामीसँग छ। यहाँहरूले दोरम्बा सैलुङ गाउँपालिकाको वडा नम्बर 2 को प्रहरी चौकीसँग यहाँहरूले बुझ्नु भए पनि त्यो चाहिँ एउटा प्रमाणको रूपमा भेटाउन सक्नुहुनेछ। अब यहाँ ध्यानमा आउनुभन्दा अगाडि त्यस्तो हुन्छ नि, अब केही कुराहरू अथवा नयाँ कुराहरू केही भन्नुभएको थियो तपाईँहरूलाई? हामीलाई उहाँ 49 दिनसम्म ध्यान बस्नु भएपछि 49 दिनभन्दा पछाडि अथवा उहाँको ध्यान सक्ने दिन के कामहरू गर्ने, कसरी गर्ने, कुन विधि कुन प्रक्रियाबाट उहाँको अन्तिम यो ध्यान तपस्याको अन्तिम गर्ने भन्ने कुराहरू हामीलाई त्यो सबै सिकाएर राख्नु भएको छ। अब कतिपय कुराहरू अब हामीले अब भन्न मिल्छ र कतिपय कुराहरू भन्न मिल्दैन। अब हजुरहरू भोलि आउनुभयो भने हजुरहरूले प्रत्यक्ष देख्न सक्नुहुनेछ। अब त्यो विधिहरू सबै हामीलाई त्यो बेलामा यहाँ बस्नुभन्दा अगाडि नै उहाँलाई सिकाएर यो विधिबाट मसँग बोल्न आउनुहोस्, यो सामानहरू लिएर आउनुहोस् मसँग, अनि म पूजा गर्छु, अनि बल्ल म यो घेराबाट बाहिर निस्किन्छु हैन भन्ने कुराहरू सबै भन्नुभएको छ। त्योभन्दा बाहेक अरू खासै केही भन्नुभएको छैन। ज्ञान लिने त थुप्रै हुनुहुन्छ, तर त्यसलाई सिद्धि गर्ने भन्छ, त्यो सिद्धि भएर आउनुहुन्छ। अब हामीले के ठान्छौँ भने जिउँदो भगवानको रूपमा हामी ठान्न सक्छौँ उहाँलाई, र उहाँबाट धेरै कुराहरू हामीले लिन सक्छौँ, ज्ञानहरू चाहिँ प्राप्त गर्न सक्छौँ। जो अहिले मुलुकमा जो हत्या, हिंसा, लुटपाट धेरै भइरहेको छ, यो गलत भएको छ। मान्छेलाई राक्षसको रूपमा व्यवहारहरू गर्ने, राक्षसको रूपमा देखिने यस्ता खालको गलत क्रियाकलापहरू भएको छ। यस्तो कुरालाई यो लोभ, लालच, क्रोध हैन, मोह सबै चिजलाई चाहिँ त्यागेर सबैलाई समान व्यवहार गरेर बाँच्नुपर्छ र जिउनुपर्छ भन्ने कुराहरू सम्भवतः उहाँले अब उहाँको ज्ञान प्राप्त भएपछि नै उहाँले चाहिँ भन्नुहुनेछ प्रवचनको रूपमा। हामीले यही आशा गरेका छौँ। त्यस्तै दर्शकहरूलाई अवगत गरौँ कि उहाँ बिना पानी पनि पिउनुहुन्न, पानी पनि पिउनुहुन्न, खाना त अब झन् टाढाकै कुरा हो, पानी समेत नपिइकन बसिरहनु भएको छ होइन। अचम्म लाग्न सक्छ धेरै मान्छेहरूलाई, कसैले विश्वास नगर्न पनि सक्छ होइन। भनेपछि यो चाहिँ 49 दिनपछि मात्रै यो खाने कुराहरू उहाँहरूले चाहिँ ग्रहण गर्नुहुन्छ। अहिले चाहिँ केही गर्नुभएको छैन। हामीलाई सुरुमा के भन्नुभएको छ भने जुन हामीले यहाँ देख्न सक्छौँ यो सेतो घेरा, यो सेतो घेराभन्दा बाहिर उहाँ पनि आउनुहुन्न र हामी उहाँको सहयोगीको रूपमा हामी यहाँ बसिराखेका छौँ। त्यो सेतो घेराभन्दा भित्र पनि हामी जान मिल्दैन, हामी पनि जान मिल्दैन। र जुन दिनसम्म उहाँ त्यो सेतो घेराभन्दा भित्र रहनुहुन्छ उहाँले केही खानुहुन्न र उहाँ बाँच्न सक्नुहुन्छ होइन। र जुन दिन त्यो सेतो घेराभन्दा बाहिर आउनुभयो भने उहाँ खाने कुराको माध्यमबाट बाँच्नुपर्ने हुन्छ होइन। र यहाँ धेरै विभिन्न टिका टिप्पणीहरू आयो। हामीले खास गरी उहाँकै आइडीबाट हामीले फेसबुक, टिकटकहरू हामीले नै अपडेट गरिराखेका छौँ। अब कयौँले सकारात्मक र कयौँले नकारात्मक टिका टिप्पणीहरू गरेको हामीले पाइएको छ। अब त्यसलाई हामीले सबैलाई अब उत्तर दिन त सक्दैनौँ, तर यहाँको मिडिया मार्फत म के भन्न चाहन्छु भने यहाँहरूलाई लागेको जो टिका टिप्पणीहरू स्वाभाविक छ होइन, तर वास्तविक चाहिँ के हो भन्ने कुराहरू चाहिँ अलि गहिरेर बुझ्न जरुरी छ। यहाँ थुप्रैले भन्नुभएको छ गुरु बिना पनि चेला हुन्छ र कोही, अनि 49 दिनसम्म पनि खाने केही नखाइकन बाँच्ने पनि कहीँ हुन्छ र यो त विज्ञानलाई चुनौतीको विषय हो भन्नेसम्म पनि हामीले थुप्रै पायौँ। साँच्चीकै हामीले देख्न सक्छौँ, भोग्न सक्छौँ। यहाँ रहेर अध्ययन गर्नुभयो भने अब जो साथीहरूले त्यो खालको टिका टिप्पणी गर्नुभयो उहाँहरू आएर 1 हप्ता 15 दिन जति दिन बस्न सक्नुहुन्छ, 5 दिन 7 दिन यहाँ आएर हेर्नुभयो भने उहाँहरूले महसुस गर्नुहुनेछ, पत्याउनु हुनेछ बाँकी कुराहरू चाहिँ। अब हामीले धेरै त्यो प्रतिउत्तर दिइराख्नुभन्दा पनि अब उहाँको व्यवहारले, यहाँको परिस्थितिले, यहाँ भएको होइन अवस्थाले गर्दा नै अब सबैले बुझ्नुहुनेछ भन्ने कुराहरू चाहिँ यहाँको मिडिया मार्फत म जानकारी दिन चाहन्छु। जस्तै खाना नखाएर बस्ने भनेपछि मान्छे अलिकति कमजोर होला होइन। हजुर, त्यो डक्टरी रूपमा भनौँ न, अहिले तपाईँले भनिहाल्नु भयो होइन, मेडिकल साइन्सको रूपमा पनि ल अनुसन्धान गर्न चाहन्छौ भने गर न त भनेर तपाईँहरू भन्न सक्नुहुन्छ।
हामी वेलकम गर्छौँ। उहाँहरूले बरु के गर्न सकिन्छ हामी बस्न, उहाँहरूलाई खान हामी सहयोग गर्छौँ। तर हामी अनावश्यक रूपमा मिडिया ट्रायल गर्ने, मिडियाबाजीहरू गर्ने होइन, हामी मिडियाकर्मीहरूलाई हायर गरेर हामीले चाहिँ मिडिया ट्रायलहरू गर्ने कार्यहरू हामी गर्ने छैन। हाम्रो तर्फबाट त्यो हुँदा पनि हुँदैन। हामी साइन्स सम्बन्धी कोही व्यक्ति आएर आउनुभयो भने टेस्ट गर्न चाहनुहुन्छ भने त्यो चाहिँ खुला छ। उहाँलाई अब हेरेर बसेर 24 घण्टा क्यामेरा तेर्स्याएर राखेर उहाँले हेर्न सक्नुहुन्छ होइन। तर उहाँको शरीर छुने र उहाँको शरीरमा चाहिँ इन्जेक्सनहरू लगाउने कार्यहरू चाहिँ फेरि गर्न मिल्दैन। किनभने अघि नै मैले भने अब उहाँ त्यो घेराभन्दा बाहिर नै त उहाँ आउन मिल्दैन 49 दिनसम्म भने झन् बाँकी उहाँलाई इन्जेक्सन लगाउने, सुई लगाउने होइन र चाहिँ औषधिहरू प्रयोग गर्ने भन्ने कुराहरू चाहिँ मिल्दैन होइन। निगरानी गर्न सक्यो, निगरानी होइन, निगरानी गर्न सक्यो। 24 घण्टा निगरानी चाहिँ गर्न पाउनुहुन्छ। 48 घण्टा 72 घण्टा जति दिन उहाँले सक्नुहुन्छ, इच्छा छ त्यति दिन बसेर निगरानी, नजिक बसेर निगरानी गर्न सक्नुहुन्छ। 24 घण्टा क्यामेरा राखेर निगरानी गर्न चाहनुहुन्छ भने नि स्वागत छ उहाँ स्वागत गर्छ। अब यो हामी आउँदैखेरि यहाँ तपाईँहरूले बोर्ड टाँस्नु भएको छ होइन, यहाँ मास्क लगाएर मात्रै जानु होला भन्ने छ होइन। यहाँ विभिन्न ठाउँमा तपाईँहरूले भिडियो फोटो खिच्नको लागि ठाउँ विशेष छुट्याएर राख्नु भएको छ। यो मास्ककै प्रयोग गर्नु होला भनेर चाहिँ किन राख्नु भएको? यो मास्क चाहिँ खास गरी यहाँ गुरु उहाँ अब मैले अघि नै भने केही 49 दिनसम्म केही नखाएर बस्नुहुने भनेको साँच्चीकै जिउँदो भगवान्को रूपमा हामी देख्न सक्छौँ, हामी त्यो रूपमा ग्रहण गर्न सक्छौँ। त्यसैले उहाँको अगाडि हाम्रो फेस, हाम्रो अनुहार देखाउँदाखेरि चाहिँ कहिले पनि पुरै अनुहार देखाएर, मुख देखाएर, दाँत देखाएर चाहिँ हामीले चाहिँ हाँसेर उहाँको अगाडि प्रस्तुत हुन हुँदैन। कम्तीमा पनि जिउँदो भगवान्को रूपमा उहाँ रहनु भएपछि कम्तीमा पनि हामीले चाहिँ आधार गरेर, सत्कार गरेर, हामी चाहिँ सम्मान गरेर हामी चाहिँ हेर्नुपर्छ, दर्शन गर्नुपर्छ भन्ने उद्देश्यका साथ कम्तीमा मास्कले चाहिँ अलिकति भयो भने यो मुख छोपिन्छ र हाम्रो सास चाहिँ डाइरेक्ट जाँदैन भन्ने उद्देश्यका साथ चाहिँ यो हामीले मास्कलाई अनिवार्य प्रयोग गरेका हौँ। ओके, आवश्यक परेको खण्डमा फेरि पनि तपाईँसँग फेरि जोडिनेछौँ। अहिलेलाई भने तपाईँलाई धेरै धेरै धन्यवाद। हुन्छ, हस्, धन्यवाद।